सबैजनालाई वेलकम छ मेरो भिडियोमा है। आज चाहिँ हामी कहाँ जाँदैछु भने नेपाल ट्रिप हुँदैछ, काँक्रेभिट्टा भन्ने जग्गा हैन। र आज चाहिँ सानो भिडियो हुनेछ, मिरिक टु काँक्रेभिट्टा। अहिले चाहिँ म रेडी हुँदैछु हो। यो चाहिँ हो एकदम गोप्रो सेट भइसकेको छ। यो चाहिँ घरबाट बाहिर को जाँदैछु भने यहाँ हेर्नु सक्नुहुन्छ। हाम्रो भेना हुनुहुन्छ हैन, अन्त भाइ, यहाँ हाम्रो अडियन्सहरू पनि छ। मेरो बडी, यो चाहिँ हाम्रो गाउँ यस्तै छ है। अन्त अब यहाँदेखिको चाहिँ सुट हुनेछ, के कसो हुनेछ सब अपडेट हुन्छ हैन। बाटोहरू पनि अलिक बिग्रेको छ, अन्त जाडो हुन्छ होला है भेना। म भेनालाई म हेलमेटमा खोजिहाल्छु नि। यो चाहिँ मेरो भाइ हो। अब यहीँ सेटअपहरू टक्कै छ, सनग्लासहरू त लगाउनु पर्दैन होला हौ। यो त के लाउनु हो यो नलागो हजुर। ल ल यो चाहिँ खुट्टामा लाउने टक्कै यो उताबाट लिएको थिएँ मैले। यो गोप्रोको सामान हो, यो पनि हाल्नु पर्ला जस्तो छ बाइकमा। यस्तो छ हैन। यहाँ चाहिँ मैले उताबाट सामानहरू लिएको थिएँ नो, सबै यहाँ छ। होस् यो यतिको होस्, हालत त्यस्तो छ। सुटकेस पनि यहाँ राखेको छु। अब चाहिँ एकछिनबाट सुट हुन्छ है ल गाइस। यो चाहिँ मेरो घर हो है, इन्कम्प्लिट छ, अन्त बनिँदैछ अहिले चाहिँ। यस्तो भइरहेको छ, यतिको चाहिँ भएको छ। अन्त यो चाहिँ वासरुम हो। यो चाहिँ मेन हाइवे उकालो मिरिक ओह्रालो सिलगढी। अन्त गाडीहरू चाहिँ हामी यहाँ राख्छौँ। यो मेरो घरकै गाडी हो, भाइले चलाउँछ। त यो चाहिँ हाम्रो गाउँ है, गाउँको दोकान। अन्त यो चाहिँ मेरो र भाइको बाइक। अन्त यहाँनिर चाहिँ बाबा गाडी पनि राख्छ। बाबा चाहिँ ड्युटी जानुभएको छ। यो चाहिँ मेरो भाइको, यो देख्दै गरेको घर चाहिँ हाम्रो घर हो, मेरो घर। यतिको मात्रै डिस्टेन्स छ। यति हिँड्दा नि अन्त सास बढेर अन्त आम्मामा थैट फ्या हुँदो रहेछ। अन्त हाम्रो गाउँ यस्तो चाहिँ सुनसान शान्ति। आज चाहिँ नेपाल लाग्दिएको हो। यस्ता गाडी हेलमेट चाहिँ पाएँ कि, तर हेलमेटभित्र त आम्मामा माकुरीको जाल रहेछ नि हौ। यतिको हुनुपर्छ नि त हेलमेट चाहिँ। कहिले त कहिले त लुगा पुस्नु छ, यो त पुस्नु पऱ्यो त हौ। अन्त यहाँ चाहिँ हाम्रो उज्जवल पाजु हो। यी धेरै दिन भेटेको। मैले चाहिँ हाई भनिदिनुहोस्, म यो भिडियोमा आउँछ। ए भाइ हाई भन, हाई भन यहाँ। अब भिडियो भाइले त कति बनाउँछ है है। ए हाम्रो मलेजी पाजुहरू एकदम सामान बेसी भएन। उताबाट आउनु भएको 600 रातिबाट। अब जानुको लागि चाहिँ रेडी है। पहिला चाहिँ बाइक स्टार्ट गरौँ होइन। यहाँबाट चाहिँ काँक्रेभिट्टा अलमोस्ट तपाईँको लाग्छ होला 1.5 आवर्स लाग्छ, किनभने टाढो नै हो नि त हाम्रोबाट चाहिँ हो। हो त गाइस, अब हुन्छ भिडियो सुट होइन बाइकमा होइन। अफ्टर लङ टाइम हिजो त मैले कुदाएर लिएँ तलबाट पनि हो। त्यस्तो त मलाई त उयो पर्दैन, असर चाहिँ छैन बाइकको चाहिँ। जति साल भयो भने जेसुकै भयो भने होइन, यो बाइक त कुदाउनु त बिर्सिँदैन नै गरे पनि। अब चाहिँ लाग्दिउँ। बाटो फेरि यस्तो भएको छ कि तल बाफ्रे के भन्नु र। एउटा कुरो बिर्सेँ नि हौ, चेक ल्याउनु बिर्सेछु नि हौ, चेक। भाइ
चेक ल्याउनै बिर्सेँ सुटकेसको पछाडिपट्टिको गोजीमा चेनमा जा त लिएर आइज मैले चाहिँ चेकबुक ल्याउनु बिर्सेको थिएँ नि त कि त्यही भएर चेला ल्याउनु पठाएको थिएँ हो अब चाहिँ हामी निक्लेको यहाँबाट होइन हिजोको बाटो त्यो उसबाट नोल भएर यता बेलकाची भएर सिधै अब चाहिँ हामी लाग्दै गयो गाइस है ल चढ्नुहोस् भेना र म भाइ चाहिँ एक्लै अन्त अब हेर्नुहोस् होला है सर्टकट बाटो है एकदम लु फेरि एटिएम कार्ड पनि आएको छ अरे होइन एटिएम कार्ड पनि कस्तो हुन्छ साउन्ड क्वालिटी चाहिँ आज फर्स्ट हो होइन साउन्ड क्वालिटी चाहिँ यसको कस्तो छ हेरौँ है डिजाईको डिजाई मिनी माइकको साउन्ड क्वालिटी कस्तो हुन्छ होइन बाइक राइडिङमा एयरको उसमा चाहिँ अब कस्तो हुन्छ होइन हेर्दा चाहिँ यो चाहिँ भन्ज्याङ पऱ्यो होइन यो चाहिँ भन्ज्याङ हो होइन यो चाहिँ हाम्रो मामाको गाडी हो अन्त यहाँबाट चाहिँ तपाईँको सरर जानुपर्छ अन्त यहाँबाट ओह्रालो गयो भने चाहिँ तोक्लाङ पुग्छ यो बाटो चाहिँ अन्त सलाम अलैकुम सबैजनालाई म नेपाल आइहाल्छु ल बेलुका मामाश्रीहरू हो सबैजना कन्ट्र्याक्टर बाउहरू होइन यहाँ बसिरहेको रहेछ अन्त यो चाहिँ अब यहाँबाट हाम्रो घरबाट चाहिँ सौरेनी बजार चाहिँ के भन्नुभयो बेला सौरेनी बजार चाहिँ ओन्ली 2 मिनट्स बाइकमा हिँडेर हो भने चाहिँ आरामले 5 मिनट्समा होइन आइपुग्छ बजार चाहिँ त्यस्तो डरलाग्दो भ्लगर त होइन तर पनि इच्छा थियो होइन पुरा भयो इच्छा पुरा भयो होइन भ्लग बनाउने हिँड्ने अन्त टर्निङमा चाहिँ मेन जोगिनुपर्छ यहाँ गाडी बाटो सानो छ फेरि स्वाइक स्वाइक निक्लिन्छ होइन अन्त टर्निङहरूमा चाहिँ जोगिनुपर्छ मलाई बाइक कुदाउँदा टेन्सन भनेको अलिकति जुत्ताको लाग्छ जुत्ताको पनि मैले लिइहालेँ उयो होइन लाउने यो चाहिँ सौरेनी बजार स्टार्ट भयो यहाँबाट चाहिँ यो चाहिँ म पहिला पढेको स्कुल हो रवीन्द्रनाथ हायर सेकेन्डरी स्कुल यहाँ पढेको म चाहिँ होइन यो चाहिँ बजार हो स्टार्ट भयो यस्तो छ सानो छ सौरेनी बजार ठिकैको बजार चाहिँ ठिकैको छ बजार पहिलाको यादहरू आउँछ नि स्कुलको हुन्छ नि अब त्यसलाई माग्नु ल होइन त्यसले प्रिन्ट गरिराख्दैछ माग्नु त त्यसलाई यो चाहिँ मेरो साथीको दोकान हो होइन यहाँ चाहिँ सबै कुरो हुन्छ कृष्ण फोटो स्टुडियो एन्ड इलेक्ट्रोनिक्स आइटमहरू पनि बेच्छ यसले यहाँ मैले अघि त्यो भेनाको आधार कार्ड नेपालमा चाहिँ फेरि अनिवार्य भोटर कार्ड कि आधार कार्ड चाहिँ हुनैपर्छ अरे नभए चाहिँ पाउँदैन अरे कि अन्त त्यही भएर चाहिँ भोटर कार्ड आधार कार्डको मैले यसलाई प्रिन्ट निकाल्नु लाग्छ नि त यो मेन प्रोटेक्ट चाहिँ यसले चाहिँ निकै सेभ गर्छ भुइँ यो छैन भने त जुत्ता खत्तमै बनाउँछ नि त अब यहाँ मेरो अलिकति पोस्ट अफिसमा काम छ पोस्ट अफिसमा चाहिँ मैले मेरो एटिएम आएको छ नि त त्यो लिएर चाहिँ सिधै अब एकैचोटि तपाईँहरूलाई भेटाउनु देखाउने छु त्यो कुन चाहिँ बाटो जान्छ भनेर है सिलगढी ल यो चाहिँ हाम्रो आई लभ मिरिक भ्यू पोइन्टको जग्गा हो होइन भ्यू पोइन्ट जग्गा त्यस्तो छ होइन अन्त यहाँ त सबैजना गाडीहरूले पनि प्रायः जस्तो भ्यू पोइन्टमा चाहिँ रोक्छ होइन पहिला भ्यूको लागि पनि दामी देख्छ नि त भ्यूहरू अन्त सौरेनीबाट चाहिँ 5 मिनट जस्तो लाग्छ होला तल अलिकति तल आउनुको लागि जग्गा चाहिँ यस्तो छ भ्यू हेरिहाल्नुहोस् यस्तो छ होइन यो हो भ्यू पोइन्ट मुनि होइन अब हामी जाने सर्टकट चाहिँ यहीँ मुनिबाट चाहिँ लिनुपर्छ सर्टकट तपाईँहरू होइन आउनुभयो भने सिलगढीहरू आउनुभयो भने अरू बेला नर्मल राम्रै बाटो हुँदाखेरि पनि तपाईँहरू चाहिँ हिँड्नु सक्नुहुन्छ त्यो बाटो हेलमेट लगाइराख्नु होइन यहाँ चेकिङहरू पनि हुन्छ यहाँबाट चाहिँ जान्छ होइन सबै अब हाम्रो त कमन एरिया हो होइन रोड चाहिँ तर दामी नै छ अहिले चाहिँ यहाँबाट अलिकति चोर बाटोको रोड चाहिँ अलिकति खतम छ चोर बाटोको रोड चाहिँ खतम छ यहाँबाट चाहिँ तपाईँहरू जानुपर्छ सिलगढी जाँदाखेरि चाहिँ तपाईँहरू यहाँबाट हो ओह्रालो है अरू बेला नर्मल टाइममा पनि तपाईँहरू हिँड्नु सक्नुहुन्छ यो बाटो चाहिँ
एकदम सर्टकट छ है। अहिले प्रायः जस्तो गाडीहरू चाहिँ यही उखाले हिँड्दैछ र अलिकति बिस्तारै नै हिँड्नुपर्छ। अरू बेला त हिँड्दैन त्यस्तो, तर पनि म 2-3 पल्ट चाहिँ यो बाटो चाहिँ हिँडेको थिएँ र मलाई थाहा छ। यहाँबाट चाहिँ तपाईँको सिधै नोल पुग्छ। नोलबाट चाहिँ दुईवटा बाटो छ, एउटा चाहिँ दुधे जाने, एउटा चाहिँ तपाईँको बागडुग्राहरू नक्सलहरू भएर जाने बाटो छ। हामी चाहिँ आज नेपाल गएकोले गर्दा चाहिँ नक्सल भएर जाने। बाटो चाहिँ अलिअलि रफ नै छ। यहाँबाट अलिक तलसम्म चाहिँ राम्रै छ, अलिकति तल चाहिँ अलिकति रफ छ। त्यो बाटो चाहिँ अब त्यस्तो नेसेसरी हिँड्दैन नि त गाडीहरू, त्यही भएर यहाँ माथि चाहिँ ग्राउन्ड छ, फुटबलहरू हुन्छ, गडी ग्राउन्ड भन्छ। अहिले त प्रायः जस्तो यहीँबाट स्माइल दामी छ जग्गा पनि। तर मजाको छ क्या, शीतल छ होइन। हेर्नुहोस् होला, तपाईँहरू पनि आउनुभयो भने चाहिँ यो बाटो चाहिँ एकदम सजिलो, छिटो पनि सजिलो पनि। यो चाहिँ भ्यू धुप्पी डाँडा, त्यो उसको डाँडाहरू देख्छ नि, सबैले हालिरहेको हुन्छ नि यहाँबाट। यो जग्गा हो, आउनुभयो भने चाहिँ एकताल भिजिट गर्नुहोस्। त्यहाँ माथिको डाँडा पनि दामी छ। यहाँबाट सबै जग्गा देख्छ, नेपालहरू, सिलगढी सबै नै देख्छ। तपाईँहरू चाहिँ सिधै ओह्रालो आएर चाहिँ होइन, यहाँ परबाट चाहिँ दुईवटा बाटो छ होइन। त्यहाँ चाहिँ कन्फ्युज नहुनु होला, त्यहाँनिर राम्रो बोर्डमा लेखेको छैन। अन्त म देखाउँछु तपाईँहरूलाई कताबाट जानुपर्छ भनेर। म पनि एकताल झुकेको नि त। खरपानी भन्ने जग्गा चाहिँ ओह्रालै जानुपर्छ। 3.5 किलोमिटरमा तपाईँ खरपानी पुग्नुहुन्छ होइन। तर त्यता चाहिँ जानु हुँदैन, हामी चाहिँ एउटै बाटो छ हामी जाने बाटो चाहिँ। त्यो बाटो चाहिँ तपाईँहरूलाई देखाउँदैछु म होइन। यहाँबाट चाहिँ तपाईँहरू कन्फ्युज नहुनु होला, ओह्रालो जानुभयो भने चाहिँ खरपानी पुग्छ। यता लेफ्टपट्टि जानुभयो भने चाहिँ तपाईँहरू दुधेहरू पुग्नुहुन्छ होइन। यो बाटो चाहिँ हो जानुपर्ने चाहिँ, चट्टसँग लाएर कन्फ्युज नभइकन तपाईँहरूलाई त्यही भएर देखाइदिएको होइन। यहाँबाट जानुभयो भने चाहिँ सिधै तपाईँहरू नोल पुग्नुहुन्छ। नोलबाट चाहिँ नोलको ग्राउन्ड पुगेपछि चाहिँ दुईवटा बाटो छ। यता राइटपट्टि चाहिँ उता बेलगाजीहरू भएर नक्सलहरू भएर जान्छ, बागडुग्रा जानु छिटो हुन्छ। अन्त यता लेफ्टपट्टि जानुभयो भने चाहिँ सिधै तल दुधेको ब्रिज त अहिले भत्केको छ, त्यही भएर दुधे त जाँदैन हामी। दुधे जानु पऱ्यो भने चाहिँ त्यतापट्टिबाट माथि दखलेको त्यहाँ निस्किन्छ होइन। यही हो बाटो चाहिँ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। दामी छ बाटो, छ पिच राम्रो छ, एकदम हाइने छ बाटो। तर अहिले चाहिँ गाडीले गर्दाखेरि चाहिँ अलिकति बिस्तारै नै हिँड्नुपर्छ। यो बाटो चाहिँ ओह्रालो सबै गाडीहरू मजाले नै हिँड्छ। तर अलिकति तल जग्गामा चाहिँ अलिकति रफ छ बाटो। टर्निङहरू चाहिँ एकदमै छ है। टर्निङ चाहिँ अब नयाँहरूलाई चाहिँ अलिकति बिस्तारै नै आउनुहोस् होला होइन। किन ओह्रालोमा प्रायः जस्तो ब्रेक, यो मेन चाहिँ अहिलेको बाइकहरूको ब्रेक चाहिँ सर्ट जान्छ हौ, बेसी न्युट्रल हिँड्यो भने। हामी नर्मल जानु पऱ्यो भने चाहिँ त्यो बाटो हो। त्यो बाटो चाहिँ घैयाबारीहरू पर्छ। त्यो बाटो चाहिँ अहिले हिँडेको छैन, किनभने दुधेमा ब्रिज नभएकोले गर्दाखेरि सबै यही बाटो हिँड्दैछ नि त। अन्त गाडीहरू पनि ठुलो गाडीहरू यही बाटो हिँड्दैछ। अन्त यहाँबाट चाहिँ नक्सलहरू चाहिँ एकदम छिटो पर्छ, बेसी त छैन। नोलबाट बाटो चाहिँ यस्तै यो तल देख्दै गरेको छ तपाईँको दुधे हो। त्यो ओह्रालो जानुभयो भने टक्क दुधे पुग्छ। हामी चाहिँ त्यो बाटो होइन, लेफ्टपट्टि होइन, हामी चाहिँ राइटपट्टि जाने हो।